वेलकम टु माई न्यू ब्लग गाइस। आज चाहिँ हामी यहाँ कतिजना लाग्यो भलिबल खेल्छ। हामी चाहिँ अब बेला जुत्ता किन्न लाग्छ अनि यता सोची छ जुत्ता किन्न जाने गाइस। आज हामी छ गाइस यो जिममा गएर हामी सर गाउँको भिडियो खिच्दै गाइस। यो चाहिँ हाम्रो दोस्त हो बिर्खे दोस्त। यसलाई चाहिँ अब बिर्खे भन्ने सरो छ। यसको नाम चाहिँ सरश्रेष्ठ। यसलाई चाहिँ यसो हल्का निकै प्यारो नाम छ बिर्खे भन्छ हाम्रो पुगेर गाइस। यस्तो पुरै गाइस जुन हाम्रो गाउँतिर यस्तो तित्र पाउँछ अगाडि उडिरहेको तित्र हेर्नु त बाटो कि गाइस उड्यो गाइस तित्र। हो गाइस अब हामी यहाँ आइसकेपछि चाहिँ पोखरी भान्जीसम्म आइदियो। हामी चाहिँ बाटो यस्तो ढुडी लगाएको छ मौसम सर। अब यस्तो हावा खाँदैछ यहाँ लु अगाडि के न्याउरी मुसा क्या अगाडि जाऊ बाटो भन्नु यस्तो छ उडेकै न्याउरी मुसा होइन जान्छु अब यही जिममा फर्किने गाइस अहिले 10 बजीतिर हुन्छ कि 10:30 बजीतिर हुन्छ। अब आज चाहिँ 8 बजीतिर धरियो। अब राजनमा अहिले अब 9 बजीको स्टुडेन्टहरू फर्किने गाइसहरू अब झर्छौँ होला साइड। अब जाँदैछौँ जिममा मान्छे लिनलाई। भँदेर कुवा यता जमानाको बाटो यो बाटो जाने सर गाइसहरू हामी चाहिँ हेर अब त्यो जुत्ता हेर्दै बस। हेर्नु अब यहाँ सुन्तला बगैँचा अलि ढुडी लाँदैछ नि। यहाँ सुन्तलाको बुट हो कि यहाँ ढुडी लाएर हालिदिएछ छैन। यहाँ हजुरलाई सुन्तला चाहिँ पाउँछ है खानु गयो छालिरहेको छ। अलि ढुडी लाएर हालिदिएको छैन। ल हामी चाहिँ मुलाबारी भन्ने ठाउँमा मान्छे लिन आइपुग्यो। अब हेर्नुहोस् अगाडिबाट मान्छेहरू छ। अब त्यहाँ बाजेहरू जानुहुन्छ होला सायद। देखेर नम्बर खोइ त भत्र नानी भ्यू हेर्नु त्यहाँ मन्दिर छ त्यहाँ। के लिनु र के लिनु नि ल गाइस हामी पुरै यहाँ भ्यू दामी अथुमा दामी देखिरहेको छ। यहाँ बाजेहरू लिएर चाहिँ हो मर्लास बाबु। यहाँ चाहिँ जुरास भन्ने गाउँको ठाउँमा हो। यो चाहिँ खतरा छ। ल हामी घर जानलाई यहाँ मेहनतको साथ अगाडि छ हाम्रो बाउ। फाइनली अब हामी थर्बुगर फर्किदियो कपाल काटेर उता आउँदै धुक्दै। त्यहाँ मेरो जुत्ता यहाँ अगाडि मेरो बाउको टाउकोमा कलर हालेको 28 ल्याउने अच्छा चमत्कार। ल हजुर यत्रो बाटो हिँड्नु अब सुइसी जाने हो। अनि चिनमा हामी जाने यो बाटो सुई यो अब गाउँको बाटो हिँड्नु पऱ्यो। अब लोकल आएन भइहाल्छ दिनपछि आउँछ। हामी जाँदैछौँ कुराकानी गर्दै अगाडि। र हामी फेरि यहाँसम्म आइसक्यो। यता गीत सुन्दै टेक्यो फेरि चिलमा हिँड्यो। यता फेरि हिँड्दा हुक्का तान्दै पेनुक्का मान्छे खोटाङदेखि मुन्नु आउनलाई हक लगभग हो। यो डाँडै कटेर जानुपर्छ अब हाम्रो गाउँ यस्तो जङ्गलको बिचबाट। यता फेरि हाम्रो सोल्टी जिउ फेरि खतरा उसो त्यहाँ बाटो अनि दामी हावा हाल्ने। अब हामी फाइनली यहाँसम्म आइसक्यो। यहाँ हामी एकछिन बस्यो 5 मिनट जति। अब हामी यहाँ जान लागेको। यहाँ छ हाम्रो बाउ कस्तो खैरे देख्यो कि गजब बेइज्जती है दूल्हा को गइबे हाम्रो अब सोल्टी जिउ चाहिँ टेक हुन्छ। हामी यहाँबाट गइन्छ त चल र हामी चाहिँ यहाँ होटङमा आइसकेको छु। यता घरहरू छ होटङमा। यहाँको के अन्त अब यो पोल हेर्दा नि
यहाँ पोल छ भोलि होला नि आउँछ होला पानी यति भन्दै आजको ब्लग यहीँ हुन्छ अगाडि पुरै सबैलाई टाटा बाई बाई